नमस्कार सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। गुड मर्निङ। मान्छेले गफ जानु भने संसार जितिन्छ भनेर चाहिँ मैले आज आएर थाहा पाउँदैछु। गफ भनेको कुरा यति ठुलो कुरा हुँदो रहेछ नि जसले गर्दा मान्छेले संसार जित्न सक्दो रहेछ भन्ने चाहिँ आज आएर फिल गर्दैछु। किनभनेदेखि मैले पनि भ्लग बनाउन थालेँ, यतिको समय भइसक्यो। मैले गफ गर्नै नजान्नाले गर्दाखेरि मेरो भिडियो चलिरहेको छैन। सामान्य कुरा देखाएर पनि कति धेरै एउटा कपडा पट्टाको भिडियो पनि कति धेरै भ्युज गइरहेको हुन्छ। अनि किन होला, मैले त धेरै कुरा देखाएको हुन्छु तर अरूको जस्तो पर्फेक्ट छैन, भए पनि अलिअलि कुरा देखाएको हुन्छु, त्यसमा पनि किन भ्युज जाँदैन, राम्रो गरी किन मेरो भिडियो चल्दैन भने मेरो भोइस पनि अलि भाँसिएको जस्तो कस्तो अब मान्छेले सुन्दा नै अलि नबुझेको जस्तो भोइस आउँछ। मेरो भोइस त्यस्तै छ होइन, टाठो बोलिनु हुँदो पर्दो रहेछ। अनि त्यसपछि एकदम गफ पनि जान्नु पर्दो रहेछ। अनि अरू साथीहरू पनि म यसो के चाहिँ छ होला उहाँहरूको भिडियोमा भनेर म यसो याद गरिरहन्छु। अनि त्यो हेर्दाखेरि मलाई थाहा हुन्छ कि उहाँहरूले एकदम मिठो सुनाउ लाग्ने, अब के भन्नुहुन्छ भन्ने गफ गर्नु हुँदो रहेछ। तर मलाई त्यो गफ गर्न एकदम बिल्कुलै आउँदैन है। म 10 वर्ष भयो म एउटा घरबाट बाहिर निस्केको पनि छैन, अलिअलि बोल्न जानेको नि मैले बिर्सिसकेँ। मलाई चाहिँ त्यस्तो गफहरू केही पनि आउँदैन। सामान्य कुरा गर्छु, मान्छेले सोधेको कुरा बोल्छु, नत्र त्योभन्दा बाहेक केही छैन। मेरो त संसारै भनेको यही दुनियाँ भनेको यही बच्चा र यही एउटा कोठामा बितेको छ। गफले संसार चल्दैन, कामले मात्र हो भनेर भन्थे, तर होइन रहेछ। गफ भनेको कुरो यति पावरफुल हुँदो रहेछ भनेर आज आएर मैले फिल गर्दैछु। मेरो आवाज पनि यो भोइस ओभर गर्दाखेरि कस्तो चिरचिर अलि कस्तो झर्को लाग्ने टाइपको आवाज आउँदो रहेछ। किन हो यतिसम्म कानमै चुम्ने खालको आवाज त म बोल्दिनँ जस्तो लाग्छ। मेरो मोबाइलको त्यो स्पिकरको कमाल होला, यो चाहिँ यो स्पिकर बिग्रेर हो कि अब के भएर हो। मेरो भिडियो र मेरो भोइस चाहिँ के कस्तो लाग्छ, हजुरहरूलाई झर्को लाग्छ कि लाग्दैन प्लिज कमेन्ट गरिदिनु होला। र मलाई एकदमै मन लाग्न छोडिसक्यो, भ्लग बनाउनु चाहिँ एकदम डिमोटिभेट भइसक्यो। बनाऊ कि नबनाऊ त्यो पनि हजुरहरूले कमेन्ट गरिदिनु होला।